कुन राशिलाई राम्रो छ त यसपालिको 2082 साल र कुन राशिलाई एकदम गाह्रो छ, कुन राशिले राम्रो सफलता पाउनेछन् र कुन राशिलाई गम्भीर घातक खालको दुर्घटना अथवा समय रहेको छ। थाहा पाउनुहोस् यस एस्ट्रोलोजी घर च्यानलबाट चाहिँ। आउनुहोस् यसपालिको 2082 सालको राशिफल तपाईँहरूलाई कस्तो रहेको छ थाहा पाउनुहोस्। सर्वप्रथम 2082 सालको लागि चाहिँ राजा रहेका छन् ग्रह सूर्य र मन्त्री रहेका छन् चन्द्रमा। अब कुरा गरौँ पहिलो राशिबाट, मेष राशि। मेष राशि हुनेहरूको लागि यस 2082 साल कस्तो साल रहेको छ त? सर्वप्रथम भन्नुपर्दाखेरि दुःखदसँग भन्नुपर्दाखेरि मेष राशिलाई चाहिँ 7.5 सुरु भएको हुनाले अलिकति गाह्रो, अलिकति स्ट्रगल गर्नुपर्ने, पढाइमा कतै कतै बाधा हुनुपर्ने या व्यापार व्यवसायमा हल्का मन्दी चल्ने, भने जस्तो सोचे जस्तो नहुने खालको समस्याहरू देख्न सकिन्छ। हजुरहरूलाई अलिकति केही मेन्टालिटी चेन्ज भए जस्तो, अलिकति आफूलाई नपुगे जस्तो अथवा सेटिस्फाई हुन नसके जस्तो, केही न केही रोकिएको जस्तो फिल हुनसक्छ। किनभने तपाईँहरूको लागि 7.5 पनि सुरु भएको छ। त्यसैले गर्दा खासै एकदम उत्तम समय चाहिँ रहेको छैन यसपालि 2082 साल तपाईँको लागि है। त्यही भएर र यो भन्दैमा तपाईँहरू चिन्ता चाहिँ नगर्नु होला, किनभने लाइफ हो, अगाडि बढ्नै पर्छ, अगाडि हिँड्नै पर्छ। म हिँड्दिनँ भने पनि केही न केही गर्दै गर्नु होला। केही व्यापार सुरु गर्नुभएको छ भने ल ठिक छ, सुरु गरिसक्नु भएको छ भने पनि त्यसलाई कन्टिन्युटी चाहिँ गर्दै गर्नु होला, किनभने हरेक कुरा कन्टिन्युटी चाहिँ हुनुपर्छ है। त्यही भएर तपाईँहरूलाई सजिलो हुन्छ यदि तपाईँहरूले 2082 साल मेरो लागि खासै राम्रो छैन, मैले अलिकति दुःख गर्नै पर्छ भन्ने सोच र मेन्टालिटी बनाएर अगाडि बढ्नुहुन्छ भने चाहिँ हजुरहरूलाई सजिलो हुनेछ। र अब आयो दोस्रो राशि अथवा वृष राशि। वृष राशिको लागि भने यसपालि 2082 साल चाहिँ अलि राम्रो रहेको छ अथवा लाभको लागि राम्रो रहेको छ। तपाईँहरूलाई व्यापार व्यवसायमा केही फाइदाहरू हुने र जग्गा जमिनको कारोबारमा पनि फाइदाहरू हुनेछ। र कोही वैदेशिक यात्रा गर्न चाहनुहुन्छ भने चाहिँ विदेशको यात्राको पनि राम्रो लाभदायक रहनेछ। सानोतिनो तीर्थस्थल त जानु होला, तर कतै न कतै धर्ममा चाहिँ धर्मकर्ममा चाहिँ अलिकति इन्ट्रेस्ट नभएको टाइपको हुनसक्छ, त्यो चाहिँ ख्याल गर्नु होला। र अरू सामान्य कुरा भन्नुपर्दा चाहिँ लाभदायक नै रहेको छ। स्वास्थ्यहरूमा त्यस्तो ठुलो नराम्रो केही पनि छैन। जे छ तपाईँहरूको लागि अब कोर्ट कचहरीको अथवा कुनै कानुनी झमेलामा पर्नुभएको छ भने त्यो पनि राम्रोसित सेटल हुने खालको योग बनेको छ 2082 साल तपाईँको लागि। अब आएको छ तेस्रो राशि अथवा मिथुन राशि। मिथुन राशिको लागि पनि यो 2082 साल राम्रो नै रहेको छ। पढाइहरूमा राम्रो हुनेछ र कहीँ कतै मिथुन राशि भएका व्यक्तिहरूलाई चाहिँ सरकारी जागिर रिलेटेड भएकोतिर जागिर खान मन लाग्ने अथवा त्योतिर प्रयास गर्न मन लाग्ने या प्रयास गरेको छ भने सफलताहरू मिल्ने खालको योगहरू बनेको छ। तपाईँहरूलाई विशेष गरी करियर सेक्टरमा चाहिँ राम्रो खालको उन्नति हुने देखिएको छ र करियरबाट हुने लाभमा पनि राम्रो हुने देखिएको छ। स्वास्थ्य चाहिँ सामान्य रहनेछ र घर परिवारसित तपाईँको रिलेसन अथवा सम्बन्ध पनि सामान्य नै देखिएको छ। अब कुरा गरौँ चौथो राशि अथवा कर्कट राशि। कर्कट राशिको लागि चाहिँ यो 2082 साल चाहिँ एभरेज टाइपको छ। भन्नुको मतलब राम्रो पनि भइरहेको हुनेछ र कहीँ कतै नराम्रो पनि भइरहेको हुनेछ। भन्नुको मतलब लाभहरू पनि हुनेछ व्यापारहरूबाट अथवा जब गर्दै हुन्छ राम्रो इन्कम पनि हुनेछ। तर मेन समस्या चाहिँ के हुनेछ भन्दाखेरि तपाईँहरूलाई कसैलाई छिटो विश्वास गर्नाले धोका पाउने खालको समस्या हुनेछ। भन्नुको मतलब तपाईँहरूले कर्कट राशि यसै त चन्द्रमाको राशि हो। चन्द्रमा भन्ने बित्तिकै मनको कारक मानिन्छ। त्यही भएर कुनै पनि डिसिजन लिँदाखेरि मनले झ्याप्प लिएर डिसाइड गरिहाल्ने अथवा मन लागेको कुरामा हाम फालिहाल्ने काम चाहिँ नगर्नु होला। अलिकति ख्याल गर्नु होला, सोच विचार गर्नु होला, त्यसलाई राम्रोसित केलाउनु होला अनि बल्ल अगाडि बढ्नु होला। नत्र भने तपाईँले लिएको डिसिजन कहिलेकाहीँ तपाईँलाई गाह्रो हुने अथवा तपाईँले कसैलाई विश्वास गरेको मान्छेहरूलाई तपाईँलाई धोका दिने यस्तो खालको समस्याहरू देखा पर्न सक्छ। र अर्को भनेको चाहिँ मान सम्मान सानोतिनो चाहिँ पाउनुहुनेछ। यो कुरामा चाहिँ तपाईँलाई अरूको ग्रह दशाभन्दा तपाईँलाई चाहिँ राम्रो रहेको छ अरूको राशिभन्दा चाहिँ है। र लाभदायक पनि हुनेछ। त्यही हो कि कहिले खुसी कहिले दुःख भने जस्तै यो 2082 साल चाहिँ कर्कट राशिको लागि मध्यम खालको मानिएको छ। अब जाउँ पाँचौँ राशि अथवा सिंह राशि। सिंह राशिको लागि चाहिँ यो 2082 साल मध्यम भन्दा पनि म के भन्छु भने अलिकति सतर्क रहनु होला खालको भन्छु है। किनभने तपाईँलाई सिंह राशिलाई अलिअलि लाभदायक पनि हुनेछ, नहुने चाहिँ होइन। जस्तो 40% चाहिँ लाभदायक हुनेछ, 60% चाहिँ अलिकति सतर्क रहनुपर्ने छ। किनभने तपाईँलाई यो 2082 साल चाहिँ तपाईँको शनिको
अढैया चलेको छ अथवा 2.5 वर्षसम्म लाग्ने दोष चलेको छ, त्यो चाहिँ गोचरले गर्दा चलेको छ। त्यही भएर अढैयामा चाहिँ के हुन्छ भन्दाखेरि एक्सिडेन्टहरू हुने अथवा गर्दै गरेको कामलाई रोकिदिने, कहीँ बिगारिदिने भने जस्तो कुरा अलिकति नपाए जस्तो हुने, यस्तो खालको समस्याहरू चाहिँ आउन सक्छ। तर मैले सुरुमै भनेको थिएँ 60% चाहिँ दुःख हुनसक्छ, तर 40% चाहिँ राम्रो हुनसक्छ। भन्नुको मतलब कहीँ कतै नसोचेको कुराहरू चाहिँ फ्याट्ट भइदिने है, नसोचेको ठाउँबाट लाभ हुने अथवा कसैले पैसा दिन थियो भने चाहिँ त्यस्तो ठाउँबाट उठिदिने, यस्तो खालको पनि हुनसक्छ है। त्यही भएर मेन कुरा चाहिँ के हो भन्दा तपाईँको अढैया छ सिंह राशिकोलाई, त्यो चाहिँ सबभन्दा गाह्रो कुरो हो। त्यसले चाहिँ अलिकति दुःख दिन सक्छ। भन्नुको मतलब तपाईँलाई आउट अफ ट्र्याक गइराख्नु भएको छ भने चाहिँ तानेर ल्याइदिन्छ, अथवा वारवार्ती सक्सेसमा गइराख्नु भएको छ भने हल्का डिले गरिदिने अथवा ब्लक गरिदिने, केही बेलाको तपाईँको स्पिडलाई न्युट्रल अथवा ब्यालेन्स गरिदिने, त्यस्तो खालको समस्याहरू देखिन सक्छ। अथवा यसलाई कसरी लिन्छ तपाईँमा भर पर्ने कुरा हो। अब कुरा गरौँ छैटौँ राशि अथवा कन्या राशि। कन्या राशिहरूको चाहिँ यसपालि यो 2022 साल चाहिँ अरू राशिको तुलनात्मक रूपमा केही राम्रो मानिएको छ। किनभने कन्या राशिलाई चाहिँ यसपालि मान सम्मानहरू पाउने त भइहाल्यो है, र अरू आफ्नो सोचाइहरू परिवर्तन हुने। किनभने कन्या राशि भनेको बुध राशि हो। बुध राशि भनेको चाहिँ हाम्रो मेन्टालिटी मानिन्छ, सोच्ने प्रक्रिया मानिन्छ है। त्यसैले कन्या राशिहरूलाई चाहिँ के छ भने आफ्नो सोच्ने धारणाहरू, आफ्नो आफूले के ठानिरहेको त त्यो खालको पोजिटिभ चेन्जहरू चाहिँ आउनेछ। एउटा मोटिभेसन हुने, कुनै काम गर्दा झिझो नलाग्ने, अथवा यो काम चाहिँ म फत्तै गर्छु अथवा यो काममा सकेर अगाडि बढ्छु, यस्तो खालको इन्टरनल मोटिभेसनहरू चाहिँ हुनेछ र मान सम्मान पनि प्राप्त हुनेछ। र अर्को कुरा के भने मोटिभेट हुने बित्तिकै एउटा तपाईँले के सजिलो हुनेछ भने कोही तपाईँको कम्पिटिटर अथवा केही छ भने चाहिँ उनीहरूलाई कसरी हुन्छ जित हासिल गर्ने खालको तपाईँलाई एउटा ऊर्जा आएर आफ्नो शत्रुप्रति विजय हासिल गर्नलाई चाहिँ सजिलो गराउने छ। त्यही भएर यो समय चाहिँ तपाईँलाई के अरे एक्सटर्नल फ्याक्टरबाट बाहिरी कुराबाट लाभ हुने भन्दा नि तपाईँले आफूलाई चेन्ज पाएको देखेर त्यो चेन्ज परिवर्तन देखेर भन्छौँ नि, हाम्रो सोचहरू परिवर्तन हुने गर्दाखेरि तपाईँलाई अगाडि बढ्नलाई चाहिँ अग्रसर हुनलाई चाहिँ सजिलो हुनेछ। त्यही भएर यो समय चाहिँ सकेसम्म यो 2082 साल चाहिँ अगाडि बढ्नको लागि के मोटिभेट भएर पोजिटिभ चेन्जहरूमा ल्याउनको लागि चाहिँ तपाईँहरू पछाडि नपर्नु होला, अगाडि नै अग्रसर बढिराख्नु होला। अब आयो 7औँ राशि अथवा तुला राशि। तुला राशिहरू हुनेहरूको लागि एउटा चाहिँ राम्रो खबरमा भनिदिएको छु। के अधुरो कामहरू रहेको थियो अथवा केही कुराहरू पूर्ण गर्नुपर्ने थियो भने चाहिँ यो 2082 साल चाहिँ तपाईँहरूको लागि राम्रो रहेको छ। 2082 साल चाहिँ तपाईँहरूलाई हजुरको अधुरो काम अथवा केही रोकिएको कामहरू पुरा गर्नको लागि चाहिँ सफल योग हुनेछ 2082 साल। र आर्थिक लाभको लागि त अवश्य सफल नै रहनेछ भन्ने चाहिँ कति मान्छेले अब सन्तानहरू प्राप्ति भएको छैन भने चाहिँ राशिको हिसाबले हेर्दाखेरि चाहिँ तुला राशिहरूको लागि चाहिँ यो सन्तान योगहरू पनि बनिरहेको छ। र अरू केही कार्यहरू गर्न अगाडि बढ्न खोज्नुभएको छ अथवा बिजनेस व्यापारहरू अगाडि बढाउन खोज्नु भइरहेको छ भने चाहिँ तपाईँले यो 2082 साललाई चाहिँ सकेसम्म नछोड्नु होला, शुभ नै रहेको छ। र त्यही भएर यो साल चाहिँ तपाईँको लागि कसरी हुन्छ, हजुरको धन लाभहरूको लागि अग्रसर बढ्न चाहनुहुन्छ भने चाहिँ अगाडि बढ्दा हुन्छ है। अब पालो आयो 8औँ राशि अथवा वृश्चिक राशि। वृश्चिक राशिको लागि चाहिँ 2082 साल खासै राम्रो खालको साल चाहिँ छैन। अलिकति सतर्क हुनु होला, आफ्नो बोलीमा ख्याल गर्नु होला, कहीँ कतै केही प्याच नभनिदिनु होला। बोल्नु अगाडि बरु 10 चोटि 20 चोटि सोच्नुपर्छ भने सोच्नु होला। किनभने बोलीले गर्दा नै तपाईँहरूलाई ठुलो समस्यामा पार्ने, झैँझगडामा पार्ने अथवा भइरहेको कामलाई पनि रोकिदिने खालको समस्याहरू आउन सक्नेछ। र राज्य समाजहरूबाट अलिकति खतरा रहनेछ अथवा कुनै कानुनहरू मिच्दै हुनुहुन्छ अथवा कुनै गैर कानुनी कार्यहरू गर्दै जाँदै हुनुहुन्छ भने चाहिँ ख्याल गर्नु होला, समस्याहरू दिन सक्छ। र कोर्टहरूको यताउता कानुनी लफडाहरू चाहिँ हुनसक्छ। त्यही भएर सामान्यतया म के भन्नु खोजिरहेको छु भने चाहिँ अलिकति होसियार भएर अगाडि बढ्नु होला। किनभने 2082 साल त्यति राम्रो मानिएको छैन हाम्रो वृश्चिक राशिहरूको लागि है। अलिकति ख्याल गर्नु होला। तपाईँको व्यापार व्यवसाय पनि अड्किरहेको छ भने ठिक छ, कन्टिन्यू गरिराख्नु, यो साल भएन त ठिक छ, के भयो त नि भनेर अगाडि बढ्दै जानु होला। किनभने नरोक्नु, केही कुरा पनि कन्टिन्यू गर्न चाहिँ नरोक्नु। हजुरहरू पहिले के सोच्नु भने 2082 साल मेरो लागि राम्रो छैन, तर मैले आफ्नो कार्य चाहिँ गर्नुपर्छ हो, त्यसरी खालको अगाडि बढ्नु चाहिँ होला। तर के गर्नु भन्दाखेरि मेन कुरा बोलिसकेसम्म मिठो पार्नु होला,
केही बोल्न जाँदै हुनुहुन्छ भने चाहिँ सोच विचार गरेर चाहिँ बोल्नु होला। किनभने यो 2022 साल चाहिँ वृश्चिक राशिकोलाई शत्रु मात्रै बढाउने साल रहेको छ, त्यति उचित साल रहेको छैन। र मेन कुरा कुनै गैर कार्य कामहरू नगर्नु होला, कानुनी लफडाहरूमा नपर्नु होला। किनभने राज्यहरूबाट, समाजबाट अथवा कानुनी झमेलाबाट चाहिँ दुःखहरू पाउने अथवा कानुनी प्रक्रियाहरूबाट चाहिँ दुःखहरू पाउने खालको योग बनेको छ। अब कुरा गरौँ 9औं राशि अथवा धनु राशिको बारेमा। धनु राशिको लागि पनि यो 2082 साल चाहिँ 60% चाहिँ अलिकति नराम्रो, 40% चाहिँ राम्रो खालको छ है। भनेको मतलब मध्यमभन्दा हल्का तल खालको फल पाउनुहुनेछ, सकारात्मक फल चाहिँ है। किनभने धनु राशिलाई मेन कुरा के छ भन्दाखेरि हजुरहरूको अढैया सुरु भएको छ अथवा अढैया चलिरहेको छ शनिले गर्दा। त्यही भएर तपाईँहरूलाई अलिकति कार्यहरूमा बाधा हुने अथवा कहीँ कतै कार्यहरू गर्दै हुनुहुन्छ, शुभ कार्य गर्दै हुनुहुन्छ भने बाधा अड्कल चाहिँ आउने गर्दछ अथवा ढिलो हुने गर्दछ है। र हल्का फुल्का एक्सिडेन्टहरूको योग पनि बन्न सक्छ, त्यही भएर ख्याल गर्नु होला। मेन कुरा चाहिँ यो भयो। र कहीँ कतै झैँ झगडा हुने अथवा बनिरहेको सम्बन्ध टुट्न पनि सक्छ। तर यो यति भन्दा भन्दै पनि अर्को कुरा चाहिँ के छ भन्दा राम्रो कुरा, यदि कसैको विवाह रोकिरहेको छ भने विवाह हुने सम्भावना चाहिँ अलिअलि बनिरहेको छ यो 2082 सालमा। र अर्को भनेको चाहिँ तपाईँहरूले आफूले केही मान्छेहरू चाहिँ ग्यादर गर्न सक्नुहुन्छ अथवा आफ्नो कुराले प्रभावित पारेर केही मान्छेहरूलाई चाहिँ आफ्नो फलोवर्स बनाउने अथवा तपाईँ आफ्नो गाउँ समाजको लागि चाहिँ एउटा उदाहरणको पात्रहरू पनि बन्न सक्ने खालको सम्भावना चाहिँ रहेको छ। त्यही भएर धनुराशिको लागि चाहिँ 60% चाहिँ अलिकति नराम्रो है, 60% चाहिँ नराम्रो यो 2082 साल चाहिँ, र 40% चाहिँ राम्रो रहेको छ। अब यो मिक्सचर खालको छ, अलिकति आफैले सम्हालेर अगाडि चाहिँ बढ्नुपर्ने हुनेछ है। अब आयो 10औं राशि अथवा मकर राशि। मकर राशिहरूको लागि चाहिँ सुरुमा खुसी खबर चाहिँ के छ भन्दाखेरि चाहिँ 7.5 सकिएको छ। यो चाहिँ अलिकति खुसी खबर नै हो, अलिकति होइन धेरै नै खुसी खबर हो। तर अर्को कुरा के छ भने 2082 साल चाहिँ मिड खालको छ भन्नाले जसरी कार्यहरू आफ्नो अथवा व्यापार व्यवसायहरू अथवा जबहरू गर्दै हुनुहुन्छ त्यही नै कन्टिन्युटी नै हुँदै जान्छ। अलिकति कहीँ कतै सानोतिनो प्रमोसन हुने अथवा व्यापार गर्दै हुनुहुन्छ भने चाहिँ अलिकति व्यापार बढ्ने र सामान्य रूपमा इन्कमहरू छ भने चाहिँ इन्कम हल्का हाई हुने, अथवा तपाईँले व्यापार गर्दै हुन्छ भने जुन मैले भनिरहेको थिएँ व्यापार हल्का बढ्ने। यो चाहिँ तपाईँको कस्तो भने नर्मल लाइफस्टाइलले नै गर्दाखेरि अगाडि बढ्ने छ। त्यस्तो ठुलो ह्युज चेन्ज चाहिँ केही पनि आउने छैन। तर मेन कुरा के छ भन्दाखेरि त्यस्तो ठुलो नराम्रो पनि केही पनि रहेको छैन है। त्यही भएर न्युट्रल खालको छ 2082 साल। त्यस्तो वाउ भन्ने पनि छैन, जस्तो ओहो नराम्रो भन्ने पनि छैन, जस्ट लाइक फ्लोमा जाने छ एउटा है। अनि अर्को कुरा के छ भने कार्यहरू गर्दै जानुपर्ने कहीँ कतै सामान्य मान सम्मान, ठुलो पनि होइन सामान्य खालको मान सम्मान चाहिँ पाउन सक्नुहुन्छ। यो चाहिँ तपाईँमा भर पर्ने कुरा है। अब कुरा गरौँ 11औं राशि अथवा कुम्भ राशि। कुम्भ राशिहरूको लागि चाहिँ पनि ठुलो एकदमै राम्रो ह्युज चेन्ज आउने चाहिँ केही पनि छैन 2082 सालमा है। एकदम सोचेको भन्दा हुन्छ नि अचानक हो भन्ने खालको केही पनि छैन। मेन कुरा के भन्दा तपाईँहरूलाई यो वर्ष चाहिँ यसो धर्मकर्म गरौँ न है। कहीँ कतै तीर्थस्थल छन् तीर्थस्थलतिर जाऊँ न, अथवा सामान्य रूपले हल्का प्रमोसन हुने जबमा अथवा व्यापारमा हल्का राम्रो इन्फ्लुएन्स हुने अथवा राम्रो व्यापार हुने खालको मात्र देखिन्छ। त्यस्तो ठुलो एकदमै चेन्ज अथवा त्यस्तो नराम्रो केही पनि खालको चाहिँ छैन है। न्युट्रल छ। अघि जस्तै मकर राशिलाई भनेको थिएँ त्यस्तै खालको नै यसपालि कुम्भ राशिलाई छ यो वर्षभरि नै। त्यस्तो ठुलो एकदमै चेन्ज चाहिँ छैन। अब कुरा गरौँ अन्तिम राशि अथवा 12औं राशि मीन राशिको बारेमा। मीन राशिको पनि अहिले 7.5 चलिरहेको छ। त्यही भएर न्युट्रल खालको वर्ष रहन्छ 2082 साल। न्युट्रल भन्नाले न लाभ न भनौँ न त राम्रो न त नराम्रो, यो भन्नु खोजेको होइन। राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ, 50-50% है। जस्तो मकर र कुम्भलाई त्यति धेरै मैले लाभ पनि हुनेछ अथवा नराम्रो पनि हुनेछ भनेन। तर मीन राशिलाई चाहिँ के भन्छु भन्दाखेरि राम्रो पनि हुनेछ र नराम्रो पनि हुनेछ, दुईटै प्याकेज पाउनुहुन्छ तपाईँहरूले चाहिँ है। भनेको मतलब सानोतिनो वैदेशिक यात्रा गर्न खोज्नु भइरहेको छ भने त हुनेछ, र सानोतिनो कुनै कोर्ट कचेरा अथवा मुद्दाहरू लडिराख्नु भएको छ भने त्यसमा विजय पनि पाउन सक्नुहुन्छ। तर दुर्घटनाको सम्भावना पनि रहेको छ है। तपाईँको अब एकदम बहुमूल्य कुराहरू हुन्छ नि, यस्तो कुरा हराउने खालको समस्याहरू पनि प्राप्त हुनेछ अथवा समस्या रहनेछ। के कुराहरू
यत्तिकै छोडिराख्नुपर्छ नि, त्यो हराउन सक्ने अथवा लुका कहीँ कतै बाहिर निस्किनु भने चोरी हुन सक्ने यस्तो खालको सम्भावना रहेको छ। र एक्सिडेन्टहरूको सम्भावना त 7.5 नर्मली हुन्छ जो है। त्यही भएर यी कुराहरू छ। मेन कुरा चाहिँ सफलता पनि पाउनुहुन्छ हजुरले भने चाहिँ विफलता पनि पाउनुहुन्छ। त्यही भएर दुईवटा खालको मिक्सचर खालको यो 2082 साल रहेको छ भने चाहिँ अर्को कुरा चाहिँ के भन्दाखेरि के अरे 7.5 चलिरहेको बेला चाहिँ कुनै कुरा पनि हतारेर चाहिँ नगरौँ होला मेन राशिहरूले चाहिँ, यो कुरा चाहिँ म भन्न चाहन्छु। आजको लागि यति नै थियो। मेन कुरा चाहिँ मैले एकदम डिटेलमा चाहिँ भनेको थिएन, कसको लागि एकदम राम्रो छ, कसको लागि नराम्रो छ, अथवा कसको चाहिँ मिक्सचर खालको छ, मैले यति मात्रै भनेको। किन भन्दा मैले राशिबाट चाहिँ अथवा गोचरबाट खासै धेरै कुरा भन्दिनँ, मैले चाहिँ कुण्डलीबाट मात्रै भन्ने गर्दछु। किनभने राशि चाहिँ हाम्रो सर्फेस भन्छ। जस्तो अब एउटा राशि अरबौँको हुनसक्छ नि त, करोडौँको हुनसक्छ। त्यो राशिको मैले भनेको सबैजनालाई मिल्छ भने चाहिँ हुँदैन। त्यो भनेको चाहिँ सर्फेसली सामान्य रूपमा मिल्न जान्छ है। यो कुरा चाहिँ मेन कुरा चाहिँ हाम्रो कुण्डली मर्के हुन्छ। जस्तो अब तपाईँको कुण्डलीमा कुनै निचो गएर ग्रह चलिरहेछ तर तपाईँको राशिमा राम्रो छ भने चाहिँ के हुन्छ भने निचो चलिरहेछ, दुःखहरू पाइराख्नु भएको, तर राशिले के गर्छ, राम्रो चलिरहेको भने दुःखलाई चाहिँ तपाईँले 20% घटाइदियो, बस त्यति मात्रै। तर बाँकी रहेको त तपाईँले भोग्नै पर्ने हुन्छ। त्यही भएर राशि चाहिँ हेर्नुपर्छ, हेरिन्छ पनि। राशि चाहिँ दैनिक हुन्छ, के अरे मासिक हुन्छ अथवा हाम्रो वार्षिक हुन्छ है। तर कुण्डलीले चाहिँ हाम्रो के हुन्छ भने एक्ज्याक्टली कुण्डली कस्तो हुन्छ भने तपाईँको त्यति बजे जन्मेको मान्छे एकदम धेरैजना त हुँदैन नि त हैन। त्यो समयमा ठ्याक्कै जन्मेको मान्छे धेरैजना नहुन सक्छ। त्यही भएर त्यो कुरा बढी मिल्छ कि तपाईँहरूलाई। त्यही भएर म चाहिँ प्रायः जस्तो कुण्डली नै हेर्ने गर्छु। तर यो वार्षिक राशि चाहिँ मैले फर्स्ट टाइम आज आफ्नो च्यानलबाट भनेको, किनभने प्रायः कतिजना मान्छेहरूले चाहिँ राशि पनि फलो गरेर राख्नुहुन्छ। त्यही भएर चाहिँ मैले भनिरहेको है। अहिले यति नै थियो। नमस्ते, बिदा माग्छु, बाई।